हेलो सर, यहाँ दुर्घटना भएछ कि उयो गाडीले दुर्घटना भएछ सर। उहाँ नै ड्राइभर, मैले यहाँ हानेर मैले पर खेदाएर उहाँले पक्रेर ल्याएको मैले। हुन्छ, त्यो कारमा लानु हुन्छ क्या भाइ। यहाँ हेर्नु न, खुट्टाहरू यसो झरामझुम भइसक्यो क्या। टाउकोमा कति असर परिसकेको छैन? अरे भर्खरै दुर्घटना भयो, तर कार चाहिँ भागो क्या। कार एकदम भागिरहेछ। एकछिन कहाँ गयो मान्छे भाइ? कता? यता यो तल पुगेछ। मैले त्यो कार ठोकेको थियो कि मैले बाटोमा भेटेको थिएँ कि, त्यो मेरो साथीले मैले पठाइसकेको छु। दर्शक पनि हेर्दा हेर्दा दुर्घटना भएपछि एक तला बिल्डिङभन्दा तल मान्छे खसेको छ कारले हानिसकेपछि। र यो भनेको रोड यति माथि छ, यो भनेको एसिया हाइवे मार्गमा यति तल मान्छे झरिरहेछ। अब यो मान्छेको के होला, भर्खरै मात्रै अब दुईजना एकैतालमा हानेर जेस फिल्मी शैलीमा उडेर तल पुगिरहेको छ। हेर्नुहोस् है त, अब कार चाहिँ कहाँ भागो, हामी पक्कै यहाँ खोज्नेछौँ। ला कस्तो पो भएछ त, हत तेरिका यार। कारले हानेको क्या। म यहाँ बाटोमा त भेटेको थिएँ, कस्तो कार ठोकेको रहेछ भनेको त। त्यो कार छ कि एकपट्टि ड्याममै ठोकेको थियो क्या। यो हो कारको, यही हो। कस्तो भागेको त त्यो, होइन? मैले पठाइसकेको छु, त्यसलाई पक्रिहाल्छ जसरी पनि। हामी पत्रकार हो कि। थाहा छ, मैले चाहिँ यहाँ बाटोमा भेटेको थिएँ कि, कत्रो ठोकेको कार पनि बाटोमा हिँड्दै रहेछ भनेको त, ठोकाएर चाहिँ हिँडेको रहेछ नि। होइन, मैले पठाइसकेको छु, बाइक पठाइसकेको छु। आमामामा कस्तो साइडमा हिर्काएको छ त नि, हो अनसाइडमा हिर्काएको छ क्या त्यो मान्छेले। त्योबाट भागेको क्या त्यो। एकछिन साइडमै छ नि यो गाडी त। यो गाडी साइडमा छ। यहाँनिर हिर्काएको के त्यो कार होइन, कारले के, मैले कारै भेटेको थिएँ क्या बाटोमा पर। उहाँ पर भेटेको थिएँ। अब यत्रो पो लाग्यो के भयो त्यहाँ? एम्बुलेन्स कसैले बोलाइदियो हुन्थ्यो के? साह्रै भएछ, यहाँ निकै तल पो झरेको रहेछ। आमामा, टाउकोमा कति असर परिसकेको छैन? उहाँ एक्लै हुनुहुन्थ्यो कि कोसित थियो? उहाँ एक्लै हुनुहुन्थ्यो कि? ए तपाईँ हुनुहुन्थ्यो? केमा ल्याउने? ल्याउँ न। अनसाइडमा थियो। यहाँ पक्नु है, म त्यहाँ मैले पठाइसकेको छु। त्यो भाग्दै थियो। होइन, मैले नै बाइकै पठाएको छु कि। म बाइकमा आउँदै थिएँ, मेरो साथीले पठाइरहेको छु क्या। कसरी भागेको त त्यो यार? एउटा कार के मैले उतै बाटोमै भेटेको थिएँ, भेट्नु चाहिँ त्यो। हजुर, कारले हानेको। यो कारको हो नि, यो हेर्नु त। अनि मैले उतै बाटोमै भेटेको थिएँ क्या। ओभरटेक गरेर आएर त उनीहरूको आउँदै गर्दा यताबाट जाँदै गरेको मोटरसाइकललाई हिर्काएको हो नि। आमामामामामा, यति हेर छेउमा हिर्कायो। हेर्नु न, साइड यहीँ हिर्काएको रहेछ नि त। यहीँ हिर्काएको, यो रङ साइडमा हिर्कायो क्या बाइकलाई। कार चाहिँ गइसक्यो, मैले पक्रिनुको लागि मैले पठाइसकेको छु। होइन, मेरो साथी गइसकेको छ कि। मेरो साथी गएको छ, मैले बाटोमा भेटेँ त्यो कारलाई। एम्बुलेन्स चाहिँ बोलाउनु त। एउटा फोनै उठाउँदैन यार। अब कति तल झरेको त। आमामा, ला खुट्टा पनि होइन नि, सबै झरामझुम गयो होला नि त। खुट्टा झरामझुम गयो क्या। यहाँ हेर्नु न, खुट्टाहरू यसो झरामझुम भइसक्यो क्या। अब यहाँ कहाँदेखि निकाल्नु हो? एकछिन त्यहाँ ऊ जान्छ होला, एकछिन एम्बुलेन्स आउँदैछ। यो जेसिबी एकछिन लैजाउँ न, एकछिन लैजाउँ न, एकछिन। दर्शक पनि एकदम यहाँ एकदम खतरनाक। यहाँ चाहिँ खोइ त्यो कारलाई भेट्नु भयो? ल एउटा बाइकमा जाउँ त, कार रोकिसकेको छ हो। ल एकजना जाउँ त, यहाँ कार मैले रोक्नु लागिसकेको छु। ल जाउँ त एकचोटि। कसको बाइक? दर्शक पनि यहाँ चाहिँ कार एकदम भागिरहेछ कि। उयो पेट्रोल पम्प छैन त्यहाँ। म यहाँ परतिर हुँदाखेरि यो भागिरहेको थियो क्या गाडी। किन अनि त्यत्रो हानेर किन भागेको त? स्पिडमा थियो त, भागिरहेको थियो क्या एकदम। दर्शक पनि यहाँनिर चाहिँ भागेको कार यहाँनिर चाहिँ मेरो साथीले पक्रिरहेको छ। यो कार भागिरहेको थियो।
यही कार्ड हो यही कार्ड हो यही कार्ड हो ओ यहाँ म छु यहाँ यो कार्ड मैले यहीँ भेटेको यो कार्डको को ड्राइभर तपाईँ हो को ड्राइभर चाहिँ अनि तपाईँ ठोकाएर चाहिँ भाग्ने तपाईँ हेलो तपाईँ भाग्ने तपाईँ ठोकाएर अनि कहाँसम्म आउनुभएको छ कति छ होइन मैले मेरो साथीले यहाँ नराएको तपाईँ कहाँ भाग्नुहुन्थ्यो भन्नु त किन भाग्नु भएको यहीँको हो भने किन भाग्नु त मान्छे मर लु त्यो लु जाउँ त यो त्यही कार्डमा लानु यो कार्डमा हस्पिटल लानुपर्छ हजुर होइन फोटो त भइसक्यो यो कार्ड ठिकै छ मान्छे त्यत्रो तल झरिरहेछ धन्य मान्छे बाँचेको छ जस्तो लाग्यो मलाई धन्य बाँचेको जस्तो लाग्यो मलाई उसको दिनद्वारा थियो र त्यसरी भाग्ने त होइन नि त त्यसरी भाग्नु हुँदैन के तपाईँ भागेर के पाउनुहुन्छ भन्नु त कहाँ हो भन्नु त पर यो गाडी लिएर जाउँ त्यो कहाँको मान्छे हो पनि थाहा भएन त्यो काँडे लिएर एकछिन जाउँ के भयो मान्छे मऱ्यो भने तपाईँलाई नै अप्ठ्यारो हुन्छ ल अहिले केही भएको छैन जस्तो लाग्छ हिँड्नु हिँड्नु यस्तो हानेर अनि भागिरहेछ त अब भागेको छैन भन्छ अब होइन पछाडि म पछाडि भाग्दैन त्यो नम्बर त क्याप्चर गरिसकेको छु नि क्याप्चर गरिसकेको छु होइन भाग्दैन यहाँ बस्नु न म ल यहाँ बस्नु त अब यत्रो आइरहेछ भागेको छैन भन्छ मैले पनि त यहाँ ठेकेको म भागेको होइन यहाँ रोकेको होइन म छु उसको नम्बर क्याप्चर गाडीको नम्बर क्याप्चर भइसकेको छ नि त दर्शक मेरो हेर्नुहोस् अब यो कार्ड अलिक छिटो जानु यो कार्ड भागेको होइन अरे भनेर मैले यहाँसम्म यहाँ खेलाएको यो कति दुरिएको छ हेर्नुहोस् है कति टाढा आएको रहेछ यो कार्ड अब भागेको होइन भन्छ अब अनि डक्टर भएर अनि यत्रो हारेपछि हुन्छ त डक्टर भएपछि यत्रो हेर्नु त यो भागेको होइन त अनि मान्छे मर्नु आँटेछ पहिलो प्राथमिकता भनेको मान्छेको डक्टर भएर हुन्छ एज पनि ठेकेको रहेछ अनि भागेको होइन यत्रो टाढा आएपछि भागेको मैसा भन्नु त यो बाटो खेलाएर पक्रेर नत्र भने त कहाँ भने दुर्घटना भएको त यसको अगाडि मलाई यसो उहाँले भागेको छैन भनेको छ म प्रमाण चाहिँ नम्बर पनि टिपेको थिएन मैले त अगाडिको त्यो अब गाह्रो हुन्छ नि त अब गाडी नम्बर पनि त थाहा छैन अनि त्यो भएर कति टाढो भागेको छैन भन्छ यहाँनिर कहाँ छ अलि अगाडि यत्रो टाढो भएको होइन भागेको छैन भने अभिव्यक्ति त्यही पनि धन्य दिन बलियो रहेछ क्या उसको मान्छे त बाँचेको जस्तो छ जस्तो तर ग्रान्ड भाँच्यो यहाँ सशस्त्र प्रहरीलाई पनि भनौँ न हेलो सर यहाँ दुर्घटना भएछ कि उयो गाडीले दुर्घटना भएछ त्यो पुलिसले फोन गर्दा यहाँ पत्र मान्छे यो भागेको नि के को भागेको होइन भन्छ यत्रो टाढो भागेको होइन ऊ पर कहाँ छ फेरि डक्टर रहेछ नि त डक्टर होइन न एज लेखेको छ नि त गाडीमा ऊ यो ट्रक भएको ठाउँ दियो अनि कसरी भागेको छैन भन्छ भन् त के चाहिँ होइन मैले खेदाउ मैले यहाँ उदी पो भेटेको म त कस्तो कसै यहाँ हामी नगएको यो गाडी भेट्दैन थियो कसैले पनि गाडीको नम्बरै टिपेको थिएन अनि भागेको छैन भन्छ यत्रो टाढा आएपछि लु अब कति भागेको होइन भन्छ अझै हामी नभएको भए सकिन्थ्यो आज कहाँ गल्ती गरेपछि गल्ती भयो त भन्नुपर्छ नि यहाँ लु हेर्नु त मान्छे तलै छ होला अझै पनि यहाँ अनि तलै त झरेको छ त नि त्यहाँ गुडुङ भाँचिएको छ यहाँ रोको त्यो तलै छ होला मान्छे झिकै छ मैले जेसिबीले झिक्नु लगाएको यत्रो टाढो आएछ भागेको छैन भन्छ ल उहाँहरू होइन डक्टर हुनुहुँदैछ भागेको छैन भन्छ यति टाढो मैले ल्याएको छु यहाँ अब को कसो हो तल झरिरहेछ मान्छे उहाँलाई मैले लिएर आएको छु ल तल लिएर जानु तपाईँहरू अझै खै कहाँ छ
के छ उसको अवस्था के छ? यहाँ हो, यहाँ हो। ल मैले वहीँ हो। कार्डमा लिएर जाउँ न, कार्डमा तपाईँको कार्डमा लानु न। वहीँ है मान्छे, वहीँ है। सुन्नुभयो? अब उहाँ त बेहोस हुन्छ, खुट्टा सबै भाँचेको छ। म पनि त्यहाँ बिरामी थियो कि त्यही भएर मात्रै हामीले म पत्रकार हो कि होइन म एम्बुलेन्सलाई फोन गर्दै थिएँ। हेर्नु न कतिचोटि मैले एम्बुलेन्सलाई फोन गरेको। जे भयो नि त जे भयो नि हामीले त तपाईँको गाडी नखेदाएको कहाँ पुग्नु भयो त्यो भने त? त्यसरी नगर्नु के, मान्छेभन्दा ठुलो के होइन के, तपाईँ भाइकै हो। कारले हानेको, कार भाइसक्यो त्यो मैले पर पक्रेर ल्याएको नि, कारै यहाँ छ। लिएर आयो नि कार, उही कार लिएर आएको छ। कत्रो भागेको मान्छे यार, भागेको छैन मान्छे यार, कस्तो अचम्म मान्छे हौ। हेर त गाडी यस्तो लाथालुङ्गे छ यहाँ। प्रहरीलाई होइन न, त्यसरी नदिउँ होइन, त्यसरी नदिउँ कि, त्यसरी चाहिँ कुट्नु त भएन। सर यहाँ मान्छेले यो चालकले भएको उहाँ हो कालो चस्मा लाउने, कालो चस्मा लाउने, यहाँ हो कालो चस्मा लाउने, कालो चस्मा लाउने, उहाँ हो यो उहाँ हो। सर उहाँ नै ड्राइभर, मैले यहाँ हानेर मैले पर खेदाएर उहाँलाई पक्रेर ल्याएको मैले। हुन्छ त्यो कारमा लानु, त्यही कारले हानेको त, यो कारले। उहाँ त फेरि ऊ डक्टर पनि हुनुहुँदो रहेछ, त्यो चेक गर्नु। अनि कहाँ लाग्यो भन्छ क्या, कहाँ गएर हान्यो भन्ने नि होसै छैन छैन त्यस्तो खालको यार। म त कस्तो थुरथुर कामेको भनेको होइन। म त ऊ पर यो कार्ड हेरेको कि, म त किन यस्तो कार्ड बाटोमा कुदाउँदै त मैले भने नि त। मैले त देखिनँ, मैले चाहिँ यस्तो कार्ड किन कुदाएको होला बाटोमा भनेको कि, अनि यहाँ आएपछि दुर्घटना भयो। हेलो हजुर 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 ल तेरि गयो। अनि एक्सिडेन्ट पनि कस्तो खालको भएको भने तल मुनि पो गएको त। अब तल मुनि छिरेको नि, तलै झरेको थियो नि। बिचराको साह्रो भएछ क्या, घाँसबाट त ग्याङगुङ भयो होइन। हजुर एकदम ठिक छ। यहाँ त पुरा डरलाग्दो ऊ भयो त यार, दुर्घटना भयो नि, यस्तो अचम्म यार। हामी दुईजना बाइकमा थियौँ नि, गाडी थियो त्यही भएर होइन फेरि साइड पनि कस्तो साइडमा हानेको, माथिल्लो साइडमा हानेको, पल्लोपट्टि साइडमा हानेको छ यहाँ। ल जाउँ नम्बर टिपे मैले हो। ए बाइक देख्नुहुन्छ म त, अनि भागेको छैन भनेर मैले कति दूरी भागेको छ अरे मैले भिडियो खिचेको छु। अनि यहाँ कि तल झरे त्यो, तल झऱ्यो त्यो, खुनै खुन्छ त्यहाँनिर। म त डरले भुत्तुकै भयो, यहाँ खुनै खुन्छ नि तल। अनि यत्रो माथिदेखि हाइटदेखि हानेर तल झरिसकेपछि त अनि कस्तो अनसाइडमा हान्नुभएको होइन सर? त अनसाइड हो नि त। जेसिबीदेखि ल्याएको नि, जेसिबीदेखि तानेर, जेसिबीदेखि। ल साथी हो आज चाहिँ अब भागेको छ कि छैन के छ होइन, उहाँको विचार हो। तर पनि मेरो विचार चाहिँ, देवेन्द्र लिम्बूको विचार चाहिँ के हो, मानवता हुनुपर्छ भन्ने कुरा हो। मानवता हुनुपर्छ। अचानकले दुर्घटना भनेको जानी हुँदैन, अचानकले हुन्छ, तर त्यसरी भाग्नु मिल्दैन।